नमस्कार। आज फेरि तपाईँहरूको माझमा एउटा कविता लिएर आएको छु धेरैपछि। कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनुहोला। मेरो कविताको शीर्षक रहेको छ शरीरको मूल्य। कविता यसरी सुरु हुन्छ। दिनभरि ऊ सानो अँध्यारो कोठामा थुनिन्छे। भित्तामा देखिएका चिरा जस्तै उसको जीवन पनि टुक्रा टुक्रा भएका छन्। बाहिरको घामले ढोका ढकढकाउँछ तर उसलाई छुन पाउँदैन। बाहिरको घाम र हावा मानौ उसको लागि बनेको नै होइन। साँझ पर्न साथ लाली धस्से ओठमा सस्तो सुगन्ध छर्केपछि आफैलाई फेरि बेपत्ता पार्ने अनुहार बनाउँछे र निस्कन्छे सडकमा। जहाँका बत्तीहरू उसका शरीरलाई चुपचाप निहाल्छन्। ग्राहक उसका चिर परिचित छन्। दोहोरी साँझबाट निस्किएका हाकिम, युनिफर्म फुकालेर आइपर्ने पुलिस, खेलको मैदानमा नाम कमाएका खेलाडी, ट्रकका ड्राइभर र सडक पेटीका पसलेहरू। दिउँसो थुक्ने, राति भने त्यही सरे चाट्ने, मानौ कि केही भएको नै थिएन। मूल्य तोक्छे 1000, 500, 300, 200 कतिमा जाने। तर मनमा सोध्छे प्यासभन्दा ठुलो त मनको भोक छ। भोलि के खाने भन्ने डर छ। त्यसैले बेच्नै पर्छ शरीर, पाल्न त्यही शरीरलाई। उसको सिप बिक्दैन, उसको पहिचान बिक्दैन, उसको पढाइको प्रमाणपत्र बिक्दैन, किनकि ऊ दिमागको नारी हो। तर जन्मले शरीरमा धोका दियो। त्यसपछि समाज, परिवार, राज्य सबैले धोका दिए। आज हरेक रात ग्राहकले धोका दिन्छन्। कोही थुक्छन्, कोही पिट्छन्, कोही पैसा मात्र फालेर मिठासको प्यास मेटाएर हिँड्छन्। ऊ सोध्छे प्यास मेटाउने त्यो समाजको मर्द सम्मानित किन र म भोक मेटाउने बदनाम किन? तर उत्तर कहिले आउँदैन। सडकको बत्तीको उज्यालोमा ऊ फेरि उभिन्छे शरीरको मूल्य सहित मान्छेको मूल्य बिना। थ्याङ्क यू सो मच। बाई बाई।